नमस्कार, तपाईँले स्वागत छ। आज प्रसङ्ग इन्सुरेन्सको भन्न गइरहेको छु। कस्तो प्रसङ्ग आएको छ भने मानिलिउँ तपाईँ कुनै पनि संस्थामा फाइनेन्सियल सेक्टरमा यदि जानुहुन्छ, ऋण खाँदै हुनुहुन्छ भने तपाईँले के एउटा कुरा राखिदिन पऱ्यो स्पष्ट रूपमा भनेपछि आजभोलि इन्सुरेन्सको जमाना छ। मानिलिउँ इन्सुरेन्स ऋणको चाहिँ इन्सुरेन्स हुन्छ। त्यो भइराख्दाखेरि कस्तो हुन्छ भनेपछि मानिलिउँ राम व्यक्ति चाहिँ कुनै पनि एबिसिडी संस्थामा ऋण खान जानुभएको छ। पहिला कस्तो हुन्थ्यो भने रामको मात्रै इन्सुरेन्स हुन्थ्यो, त्यो ऋणको इन्सुरेन्स हुन्थ्यो भने अहिले कस्तो छ भनेपछि रामको फ्यामिली हुनुहुन्छ यता यदि राम विवाहित हो, उहाँको श्रीमती सीता हुनुहुन्छ भने सीताको पनि इन्सुरेन्स हुन्छ राम सँगसँगै। त्यो गरिराख्दाखेरि हाम्रो बेनिफिट के हुन्छ भनेपछि तपाईँ हामी सबैलाई जो ऋण खानुभयो, जो इन्सुरेन्स गराउनुहुन्छ उहाँलाई बेनिफिट के हुन्छ भनेपछि यदि ऋण रामको नाममा छ र सीता उहाँको म्याडम हुनुहुन्छ, वाइफ हुनुहुन्छ भने भोलिका दिनमा रामलाई अथवा सीतालाई एक्सिडेन्टल केही भइहालेछ, बित्नु भएछ अथवा राम अथवा सीता कोही बित्नु भएको छ भने इन्सुरेन्सले चाहिँ त्यो ऋण चाहिँ इन्सुरेन्सले क्लेम गर्छ। त्यो इन्सुरेन्सले नै चुक्ता गरिदिन्छ। त्यो फाइदा हुन्छ। त्यही भएर एकचोटि कुनै पनि संस्थामा यदि तपाईँ ऋण खान गइराख्नु भएको छ भने एकचोटि स्पष्ट रूपमा सोध्नु होला कि यो सुविधा छ कि छैन, किनकि भविष्य कसैले पनि देखेको छैन होइन। त्यो गर्नुहुन्छ भने दुईवटा कुरा फाइदा हुन्छ। एउटा तपाईँ सुरक्षित हुनुहुन्छ र तपाईँले जुन संस्थाबाट ऋण लाँदै हुनुहुन्छ त्यो संस्था पनि जो सुरक्षित हुन्छ भन्नु पऱ्यो नि, त्यसरी मान्नु पऱ्यो।